सुदन गुरुङको जन्म गोर्खा जिल्लाको चुम्नुब्री भन्ने ठाउँमा भएको थियो। यो गाउँ गोर्खा जिल्लाकै दुर्गम क्षेत्र मध्ये एक हो। सुदन गुरुङको सामान्य गुरुङ परिवारमा जन्म भएको थियो। उनको जन्म विक्रमसम्म 2044 साल असार 25 गते भएको थियो। सुदन गुरुङको जन्म भएको 6 महिनामै उनको बाबु र आमाको बिछोड भएको थियो। पछि बाबु आमाले उनलाई मावली हजुरआमाको जिम्मा लगाएका थिए। उनी मुख्य रूपमा हजुरआमाको काखमा हुर्केका हुन्, जहाँ हजुरआमाले उनलाई खुवाए, हुर्काए र शिक्षा दीक्षा दिइन्। बाल्यकालमा बाबुआमाको मायाको कमीले उनलाई जीवनमा अझ बलियो र संघर्षशील बनायो। उनी होस्टेलमा पढे। उनका बाबु गुरुङ समुदायका थिए भने आमा नेवार समुदायकी थिइन्। बाबु रोजगारका लागि भारत वा अन्यत्र गएको भनिन्छ। केही स्रोतहरू अनुसार उनी चितवनमा हजुरआमासँग बसेर हुर्किएका थिए भने केही स्रोत अनुसार काठमाडौँमै हजुरआमासँग हुर्किएको बताउँछन्। सुदनले एसएलसी पास गरेपछि उनले ए लेभल पढ्न थाले, तर पूरा भने गर्न सकेनन्। उनी भन्छन्, जीवनले मलाई केही पनि सजिलै दिँदैन, म आफैले लिनुपर्छ। यस्तै भावनाले उनलाई पछि सामाजिक कार्यमा लाग्न प्रेरित गर्यो। अब कुरा गरौं सुदनको युवा अवस्थाको बारेमा। एसएलसी पछि सुदन काठमाडौँ आए। सुरुमा उनी ठमेल क्षेत्रमा कल सेन्टरमा काम गर्थे। त्यसपछि उनको लाइफ पार्टी र इन्टरटेनमेन्ट क्षेत्रमा मोडियो। उनी डीजे बनेर डीजे सुदनको नामले चर्चित भए। सन् 2012 मा उनले ठमेलमा ओएमजी नामको नाइट क्लब पनि सुरु गरे। सुदनले थिम पार्टीहरू आयोजना गर्थे, जसले उनलाई पैसा मात्र होइन, उच्च तहका व्यक्तिहरूसँग सम्पर्क र नेटवर्क पनि बनायो।